मेरो च्यानलमा यहाँहरूलाई स्वागत छ। म आज हेर्नु त नयाँ खाने परिकार तपाईहरुलाई हाम्रो यो पुराना चीजहरु लोप नहोस् भनेर म आज यो भिडियो बनाउन जाँदै छु। यसको नाम हो, हेर्नु त, गेस गर्नु त, कसले मिलाउनुहुन्छ? गिठा। ल म बाबुले भनिसके, ल म पनि भन्दिछु। गिठा हो। यो गिठा चाहिँ तरुल त तपाईहरुलाई थाहा छ नि, हामी माघे संक्रान्तिमा खान्छौँ नि, उसिने हो। त्यही तरुलको माथि झाल हुन्छ नि, हो त्यो झालमा चाहिँ यो गिठा फल्छ हेर्नु। अनि यो गिठा बहुत उपयोगी हो। यो यस्तो मिठो पनि हुन्छ, यसले एकदम मेमोरी पावर बढाउँछ, ग्यास्ट्रिक हुँदैन। यस्तो कन्दमुलहरू चिजहरू खाँदाखेरि यसलाई उसिनेर अनि आलु यो उसिनेर झानेर दालको रूपमा खान सकिन्छ। दाल तरकारी दालमा मिसाएर पनि पकाउन सकिन्छ। र सबभन्दा मिठो चाहिँ यसलाई अब म उसिन्न जाँदैछु। हेर्नु यसरी कुकरमा राख्ने, यसमा अलिकति पानी राखेर यसलाई उसिन्न सकिन्छ। ल यसमा अब यति 1 गिलास पानी राखेँ मैले। अनि अब यसलाई 4-5 सिटी जति लाउनुपर्छ। आलु जस्तो फतक्क चाँडै पाक्दैन, 4-5 सिटी लगाएर यसलाई पाक्छ। म त्यसपछि अरू पनि देखाउँदै जानेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिने होला है। मैले यसमा अलिकति सेतो तिल अनि 1 चम्चा नुन राखेँ। डल्ले खुर्सानी, अकबरी खुर्सानी, यसलाई मजाले यसलाई लस्ती पिस्ने। यसलाई यसरी लस्ती पिस्नुपर्छ। सक्यो। अब मेरो यो मसला तयार भइसकेको छ यो गिठाको अचार बनाउनको लागि। अब भित्र गिठा भइसक्यो होला, सिटी फालिसक्यो होला। लाग्दाखेरि बल्ल ठक्क भएछ, ठिक्क भएछ, पट्ट फुटे है यसरी। अब म यसलाई फोक्छु। यसमा आलु पनि मिसाउन सकिन्छ, थोरै छ। अब यसरी सर्लक्क यसको यस्तरी फक्क बोक्रा आउँछ। तातो पोल्यो यस्तो भएपछि यसलाई यसरी चक्कुले काटेर पनि फोक्न सकिन्छ। बोक्रा कति मजाले आयो। यसरी यसलाई हाफ गरेपछि अलिकति तातो कम भयो, मजाले आउँछ कि यस्तो। यसको बोक्रा यस्तो कभर मजाको प्लास्टिक जस्तो हुन्छ कि सर्लक्क नि कस्तो। आलुको बोक्रा नरम हुन्छ, तर यसको बोक्रा अलिकति सेम प्लास्टिक जस्तो। त्यही भएर त फुट्छ नि। पटपट फुट्छ। कस्तो ठिक्क पाकेछ 5 सिटीमा, ठक्क भएर आएको छ। आहा, यी हाम्रो कन्दमुल हुन्, हाम्रो प्राकृतिक आहार हुने नि। कत्रो बोक्रो हुन्छ कि मजाले आयो। तलाई फोकेर पनि सकिसक्यो। अब यसलाई म अलिकति सानो सानो पिस गराउँछु। यो गिठा थोरै छ भने आलु पनि मिसाएर बनाउन सकिन्छ। हामी 4 जनाको परिवार, आलु पनि हाल्नु न। आलु पर्दैन। हामी 4 जनाको परिवारलाई यति भए पुग्छ। कसैलाई ठुलो पिस मनपर्छ, कसैलाई सानो मनपर्छ। हेर्नु आफूलाई कत्रो पिस मनपर्छ त्यो अनुसारको पिस बनाउन सकिन्छ। तेल तताउँदै गर्छु। अलिकति सुक्खा भने त यसलाई अरू अचारभन्दा अलिकति बढी तेल चाहिन्छ है। अलिकति खस्रो खस्रो हुन्छ नि त्यो सुक्खा। अब यो मैले यसमा अघि पिसेको त हेरिहाल्नु भयो। यसमा सेतो तिल, 2टा खुर्सानी, नुन भइसकेको छ। अब यसमा कागती पनि राख्न सकिन्छ हैन। मसँग यहाँ चुकी, गाउँको प्योर चुक, यो अमिलो हुन्छ।
यो अझ स्वाद चुक एकदम स्वादिलो अझ कागती भन्दा टक्क हुन्छ कि यसलाई अब अनि म मोल्छु अब यता मेरो तेल तातिसक्यो यति घटा गर्दै होइन अलिकति तातेको छैन कि बाफुले हेर्नु है तात्यो भने पड्किन्छ मजाले त्यति राम्रोसँग तातेको रहेछ तेल यसमा अब मसला खुर्सानी मसला सुक्कै मोलिसकेको छ राम्रोसँग अब तेल मेरो तातिसक्यो मेथी फुलिसकेको छ अब यहाँ मैले यसरी बसाएर राख्छु यसलाई हालेपछि हातले पोल्दैन मामा हातले पोल्छ म चम्चाले गर्थेँ अरू बेला आज मैले हातले मोलेको अलि राम्रोसँग मोलिन्छ कि मसला अलि तातो तातो पनि छ मेरो अचार तयार भइसकेको छ गिठाको अचार ल कसले खानुभएको छैन बनाएर खानु होला है अनि कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला।